हेलो हेलो साथीहरू, आज म विश्वको भूगोलको बारेमा जानकारी गराउन गइरहेको छु। आज म विश्वको भूगोलको बारेमा हजुरलाई केही जानकारी गराउन गइरहेको छु। सर्वप्रथम विश्वको भूगोलको बारेमा कुरा गर्ने भनेपछि पृथ्वीको कुल क्षेत्रफल चाहिँ पृथ्वीको कुल क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफल चाहिँ तपाईँको 51 करोड रहेको छ। 51 करोड रहेको छ। पृथ्वीको कुल क्षेत्रफल चाहिँ तपाईँको 51 करोड रहेको छ। जसमध्ये चाहिँ 51 करोड मध्ये चाहिँ 51 करोड मध्ये चाहिँ 51 करोड मध्ये चाहिँ तपाईँको पानी र जमिनको हिस्सा छ। पानीको हिस्सा र जमिनको हिस्सा छ। जमिनको हिस्सा छ। पानी र जमिनको हिस्सा छ। पानी र जमिनको हिस्सा छ। पानीको कुरा गर्ने भनेपछि पानी चाहिँ तपाईँको 70.8% एफिसिएन्सी 71% रहेको छ। अर्थात् यो 36 करोड 90 लाख पानी रहेको छ। 36 करोड 90 लाख पानी र जमिन चाहिँ तपाईँको 14 करोड 10 लाख 14 करोड 10 लाख चाहिँ तपाईँको जमिन रहेको छ। 14 करोड 10 लाख अर्थात् 29.2% 29.29% चाहिँ तपाईँको जमिन रहेको छ। पृथ्वीको कुल भूभागको मध्ये चाहिँ 36 करोड 90 लाख चाहिँ पानीले ओगटेको छ भने 14 करोड 10 लाख चाहिँ जमिनले ओगटेको छ। पानीले चाहिँ 70.8% अथवा 71% भूभाग चाहिँ पानीले ओगटेको छ भन्नेखेरिमा तपाईँको जमिनले चाहिँ 14 करोड 10 लाख 29.2% चाहिँ तपाईँले चाहिँ जमिनले ओगटेको छ पृथ्वीको कुल क्षेत्रफलको। पृथ्वीको कुल क्षेत्रमा पानी अन्तर्गत के पर्दछ भने नदी नाला ताल तलैया झरना सागर आदि चाहिँ कहाँ पर्दछ तपाईँको नदी अन्तर्गत पर्दछ। यो नदीको मध्ये पानीले कति ओगटेको छ त पानीले तपाईँको 70.8% पानीले ओगटेको छ भने यसमध्ये नदी नालाले भनेपछि नदी नालाले कति प्रतिशत ओगटेको छ भने 11.5% मात्र नदी नालाले ओगटेको छ। 11.5% चाहिँ नदी नालाले मात्र ओगटेको छ विश्वको भूगोल अन्तर्गत। पानीमा यही पर्छ। र तपाईँको जमिनमा भनेपछि जमिन अन्तर्गत के पर्दछ भनेपछि जमिनमा के पर्दछ भनेपछि जमिनमा तपाईँको हिमाल महादेश देश मरुभूमि आदि चाहिँ तपाईँको केमा पर्दछ त जमिन हिमाल महादेश देश मरुभूमि आदि चाहिँ तपाईँको कहाँ पर्दछ त जमिनमा पर्दछ। आदि चाहिँ तपाईँको जमिनमा पर्दै गर्दछ। र नेपाल विश्वको भूगोलको हेर्ने हो भने विश्वको भूगोलमा चाहिँ तपाईँको सातवटा चाहिँ महादेशहरू रहेका छन्। सातवटा चाहिँ महादेशहरू रहेका छन्। सातवटा चाहिँ महादेशहरू, 5वटा महासागर रहेका छन्। 5वटा महासागरहरू रहेका छन्। 5वटा महासागरहरू रहेका छन्। र तपाईँको यहाँ 7वटा महादेश 5वटा चाहिँ महासागरहरू रहेका छन्। विश्वको भूगोलमा हेर्ने हो भने विश्वको भूगोलमा हेर्ने भने अब विश्वको भूगोलको हेर्दै विश्वमा जम्मा कतिवटा देश छन् त भन्दाखेरिमा विश्वमा टोटल देश विश्वमा देशको संख्या विश्वमा जम्मा देशको कुरा गरौँ 195, जसमध्ये चाहिँ 193 युएनओका सदस्य छन्। 193वटा युएनओका सदस्य छन्। 193वटा चाहिँ 193वटा युएनओका सदस्य रहेका छन्। 193वटा युएनओका सदस्य रहेका छन्। जसमध्ये चाहिँ तपाईँको 193वटा चाहिँ तपाईँको युएनओका सदस्य रहेका छन् भने दुईवटा चाहिँ पर्यवेक्षिक राष्ट्र दुईवटा चाहिँ पर्यवेक्षिक राष्ट्र रहेका छन्। दुईवटा पर्यवेक्षिक चाहिँ पर्यवेक्षिक राष्ट्र चाहिँ भ्याटिकन सिटी र लिechtenstein रहेका छन्।
लिचेनस्टाइन रहेका छन् दुईवटा चाहिँ पर्यवेक्षिक राष्ट्र रहेका छन् भेटिकन र लिचेनस्टाइन चाहिँ तपाईँको प्लेस्टाइन चाहिँ तपाईँको के रहेका छन् त प्लेस्टाइन चाहिँ तपाईँको भूपरिवेष्टित राष्ट्रहरू रहेका छन् अनि त प्लेस्टाइन चाहिँ तपाईँको प्लेस्टाइन चाहिँ के दुईवटा चाहिँ पर्यवेक्षिक राष्ट्रहरू रहेका छन् युएनओका 193वटा सदस्य राष्ट्र छन् भने दुईवटा चाहिँ पर्यवेक्षिक राष्ट्र रहेका छन् सबैभन्दा कान्छो देश भनेर सबैभन्दा कान्छो देश भनेर कसलाई चिन्छ दक्षिण सुडानलाई चिनिन्छ दक्षिण सुडान दक्षिणबाट दक्षिणबाट दक्षिण सुडान दक्षिणबाट दक्षिण सुडान चाहिँ सन् 2011 जुलाई 11 मा चाहिँ सन् 2011 मा चाहिँ दक्षिणबाट चाहिँ के भएको थियो त दक्षिण सुडान चाहिँ दक्षिणबाट चाहिँ टुक्रिएको थियो दक्षिणबाट चाहिँ दक्षिण सुडान सन् 2011 मा चाहिँ टुक्रिएको थियो भने सन् 2011 मै युएनओको सदस्यता प्राप्त गरेको थियो सदस्यता प्राप्त गरेको थियो के रहेको छ भन्दाखेरिमा भने सन् 2011 मा चाहिँ युएनओको सदस्यता प्राप्त गरेको थियो सन् 2011 मा चाहिँ युएनओको सदस्यता प्राप्त गरेको थियो कसले चाहिँ दक्षिण सुडानले प्राप्त गरेको थियो अब त्यस्तै गरेर हेर्ने हो भने अब यो चाहिँ रहेका छन् ताइवानको कुरा गरौँ ताइवानलाई चीनले प्रतिनिधित्व गरेको बताएको छ ताइवानलाई चाहिँ चीनले प्रतिनिधित्व गरेको बताएको छ ताइवानलाई चाहिँ चीनले प्रतिनिधित्व गरेको बताएको छ युएनओले हटाएको राष्ट्र चाहिँ कुन हो ताइवान हो र युएनओले हटाएको कुन हो त ताइवान हो युएनओबाट हटेको राष्ट्र कुन हो भनेपछि युएनओबाट हटेको राष्ट्र कुन हो भन्दाखेरिमा युएनओबाट हटेको राष्ट्र चाहिँ तपाईँको इन्डोनेसिया चाहिँ पुनः युएनओको सदस्य भएको छ पुनः सदस्य प्राप्त गरेको युएनओले हटाएको राष्ट्र चाहिँ ताइवान हो युएनओबाट हटेको राष्ट्र इन्डोनेसिया पुनः सदस्य प्राप्त गरेको थियो इन्डोनेसियाले अब हामी कुरा गरौँ महादेशहरूको बारेमा महादेशहरू कति छन् त महादेश कतिवटा रहेका छन् त 7वटा महादेश रहेका छन् 7वटा चाहिँ महादेश रहेका छन् महादेश क्षेत्रफलका आधारमा ठुलोदेखि सानो गरौँ ठुलोदेखि सानो गरौँ ल यहाँ हेर क्षेत्रफलका आधारमा ठुलोदेखि सानो गरौँ हेरौँ महादेशहरूको क्षेत्रफलका आधारमा ठुलोदेखि सानो गरौँ एकमा रहेको छ तपाईँको एसिया महादेश तपाईँको एकमा रहेको छ एसिया महादेश दुईमा रहेको छ तपाईँको अफ्रिका महादेश
अफ्रिका महादेश। तपाईको 3 मा रहेको छ उत्तर अमेरिका रहेको छ। 3 मा चाहिँ तपाईको उत्तर अमेरिका रहेको छ। 4 मा चाहिँ तपाईको दक्षिण अमेरिका रहेको छ। दक्षिण अमेरिका रहेको छ। 4 मा चाहिँ तपाईको दक्षिण अमेरिका रहेको छ। 5 मा चाहिँ तपाईको अन्टार्कटिका रहेको छ। 6 मा चाहिँ तपाईको युरोप रहेको छ। र तपाईको 7 मा चाहिँ अस्ट्रेलिया रहेको छ। यो चाहिँ महादेशहरुको क्रम क्षेत्रफलका आधारमा ठुलोदेखि सानो क्रम महादेशहरुको ठुलोदेखि सानो क्रम रहेको छ। क्षेत्रफलका आधारमा महादेशहरुको ठुलोदेखि सानो क्रम रहेको छ। क्षेत्रफलका आधारमा महादेशहरुको ठुलो क्रम। ल यिनीहरुको क्षेत्रफल हेर्ने हो भने एसियाको क्षेत्रफल यिनीहरुको क्षेत्रफल हेर्ने हो भने एसियाको क्षेत्रफल कति छ भन्दाखेरि 29.92% छ एसियाको। अफ्रिकाको कति छ भन्दाखेरिमा 20.35% चाहिँ तपाईको अफ्रिकाको छ। र उत्तर अमेरिकाको कति छ भन्दाखेरि उत्तर अमेरिकाको चाहिँ तपाईको 16.2% उत्तर अमेरिकाको छ। दक्षिण अमेरिकाको कति छ भन्दाखेरिमा 11.9% चाहिँ दक्षिण अमेरिकाको छ। अन्टार्कटिकाको चाहिँ तपाईको 9% छ भने युरोपको चाहिँ तपाईको 7% छ। भने त्यस्तै गरी अस्ट्रेलियाको चाहिँ तपाईको 5% रहेको छ। यो चाहिँ विश्वको भूगोल अन्तर्गत महादेशहरुको क्षेत्रफलका आधारमा ठुलादेखि साना महादेशहरु। एसिया महादेश सबभन्दा ठुलो महादेश, यसको क्षेत्रफल 29.92% रहेको छ। अफ्रिकाको चाहिँ 20.35% रहेको छ। उत्तर अमेरिकाको चाहिँ 16.2%, दक्षिण अमेरिकाको चाहिँ 11.9% र तपाईको अन्टार्कटिकाको 9%, युरोपको चाहिँ तपाईको 9% र अस्ट्रेलियाको चाहिँ तपाईको 5% गरेर चाहिँ विश्वको भूगोलमा चाहिँ यो थियो महादेशहरुको ठुलोदेखि सानो क्रम के त क्षेत्रफलको आधारमा। यो चाहिँ हाम्रो केको आधारमा थियो त क्षेत्रफलको आधारमा यो रहेको थियो। अब चाहिँ हामी जनसंख्याको आधारमा ठुलोदेखि सानो हेर्छौं। अब हामी जनसंख्याको आधारमा महादेशहरुको क्रम ठुलोदेखि सानो क्रम हेर्छौं। जनसंख्याको आधारमा ठुलोदेखि सानो क्रम जनसंख्याको आधारमा महादेशहरुको ठुलोदेखि सानो क्रम। जनसंख्याको आधारमा महादेशहरुको ठुलोदेखि सानो क्रम के रहेको छ भन्दाखेरि चाहिँ 1 नम्बरमा तपाईको एसिया रहेको छ। त्यसपछि तपाईको रहेको छ अफ्रिका। त्यसपछि तपाईको रहेको छ युरोप। त्यसपछि तपाईको युरोप रहेको छ। त्यसपछि चाहिँ तपाईको उत्तर अमेरिका रहेको छ। त्यसपछि चाहिँ तपाईको दक्षिण अमेरिका रहेको छ। दक्षिण अमेरिका रहेको छ। त्यसपछि चाहिँ तपाईको अस्ट्रेलिया रहेको छ। त्यसपछि चाहिँ तपाईको अन्टार्कटिका रहेको छ। त्यसपछि चाहिँ तपाईको अन्टार्कटिका रहेको छ। अब यहाँ जनसंख्याको आधारमा ठुलोदेखि सानो क्रम हेर्ने हो भने जनसंख्याको आधारमा ठुलोदेखि सानो क्रम एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया र अन्टार्कटिकाको कुरा गर्ने भनेपछि ल यहाँ अब चाहिँ एसियाको जनसंख्या कति छ भन्दाखेरिमा चाहिँ एसियाको जनसंख्या चाहिँ 59.5% अर्थात् एप्रोक्सिमेटली 60% जनसंख्या रहेको छ। अफ्रिकाको जनसंख्याको कुरा गर्ने भनेपछि 17.2% चाहिँ अफ्रिकाको जनसंख्या रहेको छ। अब चाहिँ तपाईले अफ्रिकाको जनसंख्या चाहिँ 70 कति रहेको छ त 70.2% चाहिँ अफ्रिकाको जनसंख्या रहेको छ। युरोपको जनसंख्या अनि उत्तर अमेरिकाको जनसंख्या र दक्षिण अमेरिकाको जनसंख्या हेर्ने हो भने अनि यहाँ युरोपको जनसंख्या कति छ भन्दाखेरिमा 9.6% चाहिँ युरोपको जनसंख्या छ। उत्तर अमेरिकाको कति छ भन्दाखेरिमा उत्तर अमेरिकाको चाहिँ तपाईको 7.6% जनसंख्या चाहिँ उत्तर अमेरिकाको छ। दक्षिण अमेरिकाको चाहिँ तपाईको कति छ भन्दाखेरिमा चाहिँ दक्षिण अमेरिकाको कति छ भन्दाखेरिमा चाहिँ तपाईको 6.6% चाहिँ दक्षिण अमेरिकाको रहेको छ। 6.6%। अस्ट्रेलियाको कुरा गर्ने भनेपछि अस्ट्रेलियाको कुल जनसंख्या कति रहेको छ भन्दाखेरिमा चाहिँ अस्ट्रेलियाको जनसंख्या 7.6 र अस्ट्रेलियाको अन्टार्कटिकाको एसिया, अफ्रिका, युरोप र तपाईको उत्तर अमेरिकाको 7.6%
अनि अस्ट्रेलियाको चाहिँ तपाईँको सबैभन्दा कम जनसङ्ख्या भएको महादेश तपाईँ चाहिँ अस्ट्रेलियाको कति छ भन्दाखेरिमा चाहिँ तपाईँको 0.5% जनसङ्ख्या रहेको छ। 5.5% चाहिँ दक्षिण अमेरिकाको रहेको छ। एसियाको चाहिँ तपाईँको 59.5% जनसङ्ख्या, अफ्रिकाको चाहिँ 70.2% जनसङ्ख्या, युरोपको चाहिँ 9.6% जनसङ्ख्या, उत्तर अमेरिकाको चाहिँ कति रहेको छ तपाईँको 7.6% जनसङ्ख्या र तपाईँको दक्षिण अमेरिकाको चाहिँ तपाईँको 5.5% जनसङ्ख्या र अस्ट्रेलियाको 0.5% जनसङ्ख्या र अन्टार्कटिकामा के छ त मानव बसोबास नै छैन। मानव बसोबास नभएको महादेश के रहेछ त मानव बसोबास नभएको महादेश, 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 मानव बसोबास नभएको महादेश चाहिँ अन्टार्कटिका रहेको छ। अन्टार्कटिकामा मानव बसोबास भएको छैन। अब यहाँ हेर कुन महादेशमा कति चाहिँ कुन महादेशमा कतिवटा चाहिँ के रहेका छन् त देशहरू रहेका छन् त्यसको बारेमा पनि बुझौँ। कुन महादेशमा कतिवटा देश रहेका छन्, कुन महादेशमा चाहिँ कतिवटा देश रहेका छन्, कुन महादेशमा कतिवटा देश रहेका छन्, कुन महादेशमा कतिवटा देश रहेका छन्, कुन महादेशमा कतिवटा देशहरू छन्। अब यसको बारेमा बुझौँ। कुन महादेशमा कतिवटा देशहरू रहेका छन्, कुन महादेशमा कतिवटा देशहरू रहेका छन्, कुन महादेशमा कतिवटा देशहरू रहेका छन् यसको बारेमा कुरा गरौँ। 1 नम्बरमा रहेको छ तपाईँको एसिया, एसियामा कतिवटा रहेका छन् र अफ्रिका, त्यसपछि कहाँ रहेको छ अफ्रिका, अफ्रिकामा कति छन्। त्यसपछि चाहिँ तपाईँको 3 नम्बरमा कुरा गरौँ हामी उत्तर अमेरिकामा कति छन्, अमेरिका, उत्तर अमेरिकाको कुरा गरौँ र तपाईँको 3-4 नम्बरमा के गरौँ दक्षिण अमेरिकामा कतिवटा देश छ। त्यस्तै गरेर अब हामी कुरा गरौँ अन्टार्कटिका, त्यसपछि रहेको छ तपाईँको युरोप, त्यसपछि के रहेको छ त अस्ट्रेलिया, त्यसपछि युरोप, त्यसपछि चाहिँ तपाईँको सानो अस्ट्रेलिया रहेको छ। अस्ट्रेलिया कुन महादेशमा कतिवटा चाहिँ देशहरू रहेका छन्, कुन महादेशमा कतिवटा देश रहेका छन्, कुन महादेशमा कतिवटा देश रहेका छन्। देशको सङ्ख्या देशको कुरा गरौँ। एसियामा चाहिँ कतिवटा देश रहेका छन् भन्दाखेरिमा 45वटा रहेका छन्। अफ्रिकामा कतिवटा देश छन् भन्दाखेरिमा चाहिँ सबैभन्दा धेरै देश भएको 54वटा, सबैभन्दा धेरै देश भएको महादेश कुन हो अफ्रिका, 54वटा रहेका छन्। उत्तर अफ्रिकामा कति छन् त 23वटा रहेका छन्। दक्षिण अफ्रिकामा कति छन् 12वटा। अन्टार्कटिकामा देशै छैन, अन्टार्कटिकामा देशमा विभाजित छैन। युरोपमा चाहिँ तपाईँको 44वटा छन् भने अस्ट्रेलियामा चाहिँ 14वटा छन्। अस्ट्रेलियामा कतिवटा देश हुन्छ 14वटा छन्। सबैभन्दा धेरै देश भएको महादेश कुन भयो त तपाईँको अफ्रिका महादेश भयो भने सबैभन्दा थोरै देश भएको महादेश चाहिँ को भयो त अस्ट्रेलिया महादेश भयो। अस्ट्रेलियामा चाहिँ कतिवटा रहेका छन् त 14वटा मात्र रहेका छन्। अस्ट्रेलियामा सबैभन्दा थोरै राष्ट्र भएको महादेश, 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 सबैभन्दा थोरै राष्ट्र भएको महादेश रहेको छ। अब चाहिँ यो थियो एसिया, अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप र अस्ट्रेलिया देशहरूको सङ्ख्या। अफ्रिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप र अस्ट्रेलियाको बारेमा हामीले कुरा गऱ्यौँ। अब चाहिँ महादेशहरूका ठुला र साना देशहरूको बारेमा बताउँछु म। महादेशहरूका ठुला देश र महादेशका साना देशहरूको बारेमा कुरा गरौँ। अब महादेशका ठुला र साना के रहेको छ त महादेशका ठुला र साना, महादेशका ठुला र साना, महादेशका ठुला र साना, महादेशका ठुला र साना देशहरू, 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 महादेशका ठुला र साना देशहरूको बारेमा कुरा गरौँ। महादेशहरूका ठुला र साना देशहरूको बारेमा कुरा गरौँ। महादेशका ठुला र साना देशहरूको बारेमा कुरा गरौँ। ल यहाँ महादेशहरू एसियाको ठुलो र सानो, त्यसपछि अफ्रिका, त्यसपछि के रहेको छ त अफ्रिका, त्यसपछि उत्तर अमेरिका,
उत्तर अमेरिका। त्यसपछि के रहेको छ त दक्षिण अमेरिका, अमेरिका, दक्षिण अमेरिका। त्यसपछि के रहेको छ त अन्टार्कटिका, अन्टार्कटिका। त्यसपछि तपाईँको के रहेको छ त युरोप। त्यसपछि के रहेको छ त अस्ट्रेलियाको। ल यहीँहरू अब चाहिँ ठुला र साना देशहरूको बारेमा बुझौँ। आज म हजुरहरूलाई ठुला र साना देशहरूको बारेमा जानकारी गराउन गइरहेको छु। अब ठुला र साना देशहरूको बारेमा आज म एक प्रश्न पार्नेछु। एसियाको ठुलो र सानो देश। एसियाको सबैभन्दा ठुलो देश चीन हो भने सबैभन्दा सानो देश चाहिँ तपाईँको मालदिभ्स हो। चिम भनेर सम्झिने सूत्र के त चिम भनेर सम्झिने। ल यहाँ सूत्र के रहेछ चीन हो। चीन ठुलो राष्ट्र, चीन ठुलो र सानोको कुरा गर्ने भने चाहिँ सानो चाहिँ तपाईँको के रहेको छ त मालदिभ्स ठुलो र सानो। ठुलो चाहिँ चीन, सानो मालदिभ्स। सम्झिने सूत्र के त सम्झिने सूत्र चिम हो। एसियाको चिम हो। चीबाट चीन र मबाट मालदिभ्स। एसियाको सबैभन्दा ठुलो देश चीन हो भने सबैभन्दा सानो देश चाहिँ कुन हो त मालदिभ्स हो। अफ्रिकाको कुरा गर्ने हो भने असी भनेर सम्झिने। अल्जेरिया र सिसिलस रहेको छ। अल्जेरिया अनि सिसिलस रहेको छ। सिसिलस रहेको छ। अल्जेरिया र सिसिलस 80 भनेर सम्झिने। 80 सूत्र चाहिँ 80 यहाँ एसियाको चाहिँ चिम भनेर सम्झिने। चिम र मालदिभ्स। तपाईँको अफ्रिकाको चाहिँ अल्जेरिया र सिसिलस भनेर सम्झिने। 80 भनेर सम्झिने। अब उत्तर अमेरिकाको कुरा गर्ने भनेपछि उत्तर अमेरिकाको चाहिँ तपाईँको के सम्झिने भन्दाखेरिमा उत्तर चाहिँ अमेरिकाको चाहिँ सबैभन्दा ठुलो कुन हो? उत्तर अमेरिकाको सबैभन्दा ठुलो चाहिँ क्यानाडा रहेको छ। क्यानाडा रहेको। उत्तर अमेरिकाको सबैभन्दा ठुलो क्यानाडा। र सानो के रहेछ सेन्ट किटनस रहेको छ। सेन्ट किटनस रहेको छ। सेन्ट किटनस रहेको छ। उत्तर अमेरिकाको ठुलो चाहिँ क्यानाडा, सानो चाहिँ सेन्ट किटनस। कस भनेर सम्झिने। उत्तर अमेरिकालाई कस के गरेर कस भनेर सम्झिने। सूत्रले उत्तर अमेरिकालाई कस भनेर सम्झिने। दक्षिण अमेरिकाको कुरा गर्ने भने सबैभन्दा ठुलो चाहिँ ब्राजिल रहेको छ। के हो त ब्राजिल हो। ठुलो चाहिँ ब्राजिल रहेको छ। ठुलो ब्राजिल। र तपाईँको सानो चाहिँ के हो भन्दाखेरिमा सानो चाहिँ तपाईँको ट्रिनिडाड टोबागो भनेर सम्झिने। ट्रिनिडाड टोबागो रहेको छ। के रहेछ त ट्रिनिडाड टोबागो रहेको छ। ट्रिनिडाड टोबागो रहेको छ। बात्री भनेर सम्झिने। ट्रिनिडाड टोबागो। बुझ्यो कि नै? दक्षिण अमेरिकाको चाहिँ ब्राजिल रहेको छ ठुलो, सानो चाहिँ तपाईँको ट्रिनिडाड टोबागो रहेको छ। यसलाई के सम्झिने त बात्री सम्झिने। बाबाट ब्राजिल, त्रीबाट ट्रिनिडाड टोबागो। अब देश अन्टार्कटिकामा अब देशहरूमै विभाजन छैन। अब यसको त्यो हुँदै भएन। र युरोपको कुरा गर्ने। युरोपको सबैभन्दा ठुलो राष्ट्र, विश्वकै ठुलो राष्ट्र कुन हो त रुस कहाँ पर्छ युरोप। र सानो राष्ट्र कुन हो भनेपछि सानो राष्ट्र, विश्वकै सानो राष्ट्र भ्याटिकन सिटी हो। भ्याटिकन सिटी हो यहाँ पर्दछ। बुझ्यो कि नै? युरोपको चाहिँ ठुलो राष्ट्र रुस यही छ। युरोपको विश्वकै ठुलो राष्ट्र युरोपकोमा पर्ने राष्ट्र रुस हो। सानो राष्ट्र भ्याटिकन सिटी। युरोपको ठुलो राष्ट्र रुस, सानो राष्ट्र भ्याटिकन सिटी। ठुलो राष्ट्र रुस, सानो राष्ट्र भ्याटिकन सिटी। विश्वकै ठुलो राष्ट्र रुस, सानो राष्ट्र भ्याटिकन सिटी। अस्ट्रेलियाको अब रुसको के सम्झिने? रुपियाँ भनेर सम्झिने। सूत्र के छ त रुपियाँबाट सम्झिने। अस्ट्रेलियाको ठुलो राष्ट्र कुन? अस्ट्रेलिया नै हो। अस्ट्रेलियाको सबैभन्दा ठुलो राष्ट्र अस्ट्रेलिया हो। अस्ट्रेलियाको ठुलो राष्ट्र अस्ट्रेलिया नै हो भने सानो राष्ट्र कुन हो त अस्ट्रेलियाको? नाउर हो। के हो त नाउर हो। अस्ट्रेलियाको सानो राष्ट्र कुन हो त? नाउर। अस्ट्रेलियाको सानो राष्ट्र नाउर, ठुलो राष्ट्र अस्ट्रेलिया। सूत्र के रहेको छ त यहाँ अस्ट्रेलियाको भनेर सम्झिने। के सम्झिने त अस्ट्रेलियाको भेडाको ऊन र अर्जेन्टिनाको भेडा मासुका लागि प्रख्यात छ भनेर हामीले बुझेको हो। त्यसकारणले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ अस्ट्रेलियाको ठुलो राष्ट्र नाउर, सानो राष्ट्र नाउर, ठुलो राष्ट्र चाहिँ अस्ट्रेलिया नै रहेको छ। अस्ट्रेलियाको बुझ्यो कि नै? साना ठुला राष्ट्रहरूको बारेमा पनि हामीले बुझ्यौँ।
अब हजुरहरूलाई म चाहिँ विश्वका ठुला राष्ट्र र विश्वका साना राष्ट्रहरूको बारेमा जानकारी गराउँछु। विश्वका ठुला राष्ट्र र विश्वका साना राष्ट्र, विश्वका ठुला राष्ट्र र विश्वका साना राष्ट्र। ल विश्वका ठुला राष्ट्रहरूलाई सम्झिने सूत्र, विश्वका ठुला राष्ट्र, 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 विश्वका ठुला राष्ट्र। ल विश्वका ठुला राष्ट्रको कुरा गर्ने भनेपछि विश्वका ठुला राष्ट्रलाई कसरी सम्झिने भन्दाखेरिमा चाहिँ के सम्झिने भनेका रुख सचिन भाइ, रुख सचिन भाइ, के सम्झिने त रुख सचिन भाइ, रुख सचिन भाइ। सूत्र के छ, सूत्र के छ त रुख सचिन भाइ, रुख सचिन भाइ अथवा भाइ बिएआई भाइ, यस्तो भाइ सम्झिने रुख सचिन भाइ, इङ्ग्लिसको भाइ। सूत्र चाहिँ रुख सचिन भाइ, रुख सचिन भाइ, रुख सचिन भाइ। सूत्र के छ त सूत्र के रहेको छ त रुख सचिन भाइ, रुख सचिन भाइ, रुख सचिन भाइ, रुख सचिन भाइ के रहेको छ त रुख सचिन भाइ। रुबाट रुस, कबाट क्यानाडा, सबाट संयुक्त राज्य अमेरिका, संयुक्त राज्य अमेरिका, राज्य अमेरिका, संयुक्त राज्य अमेरिका, संयुक्त राज्य अमेरिका। अब चीबाट के भयो त चीन भयो, चीबाट चीन, चीनबाट चीन, चीबाट चीन। अब चाहिँ बीबाट के भयो, बीबाट हेर, बीबाट चाहिँ ब्राजिल, बीबाट ब्राजिल, ब्राजिल, बीबाट ब्राजिल। आईबाट के भयो, एबाट के भयो, एबाट अस्ट्रेलिया, एबाट अस्ट्रेलिया, एबाट चाहिँ अस्ट्रेलिया। र तपाईको चाहिँ आईबाट चाहिँ के भयो त भारत भयो, भारत भयो। ल विश्वका 60 ठुला राष्ट्रहरू, विश्वका ठुला राष्ट्रहरूको बारेमा सम्झिने भने विश्वका 60 ठुला राष्ट्रहरू रुख सचिन भाइबाट हामी सम्झन सक्छौँ। रुख सचिन भाइ, रुबाट रुस, कबाट क्यानाडा, सबाट संयुक्त राज्य अमेरिका, चीबाट चीन र तपाईँको बीबाट ब्राजिल, एबाट अस्ट्रेलिया, आईबाट भारत रहेको छ। विश्वको सबैभन्दा ठुलो राष्ट्र कुन हो त रुस हो र 7औं ठुलो राष्ट्र कुन हो त भारत। 5औं ठुलो राष्ट्र भनेपछि कुन हो र 5औं ठुलो राष्ट्र भन्दाखेरिमा रुस, क्यानाडा, चीन, संयुक्त राज्य अमेरिका र 5मा को पर्छ, 5मा चाहिँ ब्राजिल पर्छ। 1 2 3 अनि 4 5, 5मा चाहिँ कुन पर्यो त ब्राजिल। 5औं ठुलो राष्ट्र भनेपछि ब्राजिल। प्रथम ठुलो राष्ट्र कुन हो भने चाहिँ रुस हो। विश्वका 7वटा ठुला राष्ट्रहरूलाई सम्झिने सूत्र रुख सचिन भाइबाट हामी सम्झन सक्छौँ। रुस, क्यानाडा, संयुक्त राज्य अमेरिका, चीन, ब्राजिल, अस्ट्रेलिया र तपाईँको चाहिँ इन्डिया रहेको छ अथवा भारत रहेको छ भने अब विश्वका 5 साना राष्ट्रहरूलाई सम्झौँ। विश्वका 5 साना राष्ट्रहरूलाई सम्झिनु, विश्वका 5 साना राष्ट्र, विश्वका 5 साना राष्ट्र, विश्वका 5 साना राष्ट्र, 5 साना राष्ट्र, 5 साना राष्ट्र, विश्वका 5 साना राष्ट्र, विश्वका 5 साना राष्ट्र। विश्वका 5 साना राष्ट्रहरू मोनाटुसा भन्दा पनि सम्झिनु, मोनाटुसा, मोनालुसा भन्ने त सम्झेकै छौँ, त्यसको ठ्याक उल्टा बनाइदिने मोनाटुसा। सूत्र के रहेको छ त सूत्रको कुरा गर्ने भनेपछि मोनाटुसा, 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 मोनाटुसा अथवा के अरे मोनाटुसा, मोनाटुसा, मोनाटुसा भनेर सम्झिनु, मोनाटुसा, 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 मकाउ, मकाउ, मोनाटुसा भनेर सम्झिनु। र एक नम्बरमा भ्याटिकन सिटी तपाईँ सबैलाई थाहा छ, सबैभन्दा सानो राष्ट्र कुन हो त भ्याटिकन सिटी हो। अब भ्याटिकन सिटीलाई बुझ्नुपर्ने कुनै कुरा छैन, अब त्यो त बुझिने भयो। त्यसैले फर्स्टमा चाहिँ कुन रहेको छ त भ्याटिकन सिटी, भ्याटिकन सिटी, भ्याटिकन सिटी। भ्याटिकन सिटी चाहिँ कहाँ छ त तपाईँको यो अस्ट्रेलिया। भ्याटिकन सिटी चाहिँ कहाँ छ तपाईँको युरोपमा रहेको छ, युरोपमा रहेको भ्याटिकन सिटी युरोपमा रहेको छ। अब भ्याटिकन सिटी कहाँ रहेको छ, युरोपमा रहेको छ। यो क्षेत्रफल 0.44 वर्ग किलोमिटर चाहिँ यसको क्षेत्रफल रहेको छ। 0.44 वर्ग किलोमिटर यसको क्षेत्रफल रहेको छ। भ्याटिकन सिटी विश्वको सबैभन्दा सानो राष्ट्र कुन हो त भ्याटिकन सिटी हो। त्यसपछि के रहेको छ भन्दाखेरि मनाको, त्यसपछि के रहेको छ भन्दाखेरि मनाको, त्यसपछि मनाको, त्यसपछि के रहेको छ त मनाको, त्यसपछि के रहेको छ भन्दाखेरि मनाको, त्यसपछि के रहेको छ भने मोनाटुसा, नाबाट के रहेको छ त नाउर, नाबाट के रहेको छ नाउर, नाबाट चाहिँ के रहेको छ त नाबाट चाहिँ तपाईँको के रहेको छ नाउर, नाबाट चाहिँ के त नाउर, नाबाट चाहिँ नाउर। त्यसपछि चाहिँ टुबाट के रहेको टुभालु, चौथो सानो राष्ट्र कुन हो भनेपछि टुभालु चाहिँ चौथो सानो राष्ट्र हो। 5औं नम्बरमा चाहिँ के सान मारिन हो, सान
सान मारिनो चाहिँ हाम्रा विश्वका 5वटा साना राष्ट्रहरू थिए। कोता भ्याटिकन सिटी, मोनाको, नाउर, टुभालु, सान मारिनो, भ्याटिकन सिटी, मोनाको, नाउर, टुभालु र सान मारिनो चाहिँ विश्वका 5 साना राष्ट्रहरू थिए। सूत्र के रहेछ भन्दाखेरि मोनाटुसा सम्झिने, मोनाटुसा मोनाको, भ्याटिकन सिटी, मोनाको, नाउर, टुभालु, सान मारिनो रहेर चाहिँ विश्वका 5 साना राष्ट्रहरू यी रहेका थिए। विश्वका 5 साना राष्ट्रहरूको बारेमा पनि हामी पढ्यौँ। विश्वका 5 साना राष्ट्रहरूको बारेमा पनि पढ्यौँ। अब विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रहरूको बारेमा पनि पढौँ। विश्वको सबभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू, विश्वका सबभन्दा धेरै जनसङ्ख्या भएका, विश्वका सबभन्दा धेरै जनसङ्ख्या, सबैभन्दा धेरै जनसङ्ख्या भएका, सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्र, विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू, विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरूको कुरा गरौँ। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरूको बारेमा आज म तपाईँलाई जानकारी गराउन गइरहेको छु। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू यस प्रकार रहेका छन्। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू चाहिँ तपाईँको के हो त? भारत सबभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्र कुन हो त? भारत। हालको अर्थको अनुसार। दोस्रो चाहिँ तपाईँको के रहेको छ त? चीन, भारत, चीन। तेस्रो राष्ट्र चाहिँ अमेरिका, भारत, चीन, अमेरिका र चौथो राष्ट्र इन्डोनेसिया। चौथो राष्ट्र कुन रहेको छ? इन्डोनेसिया र पाँचौँ राष्ट्र कुन रहेको छ त? पाकिस्तान। पाँचौँ राष्ट्र चाहिँ कुन रहेको छ त? पाकिस्तान। पाँचौँ राष्ट्र चाहिँ पाकिस्तान। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू भारत, चीन, अमेरिका, इन्डोनेसिया, पाकिस्तान। भारत, चीन, अमेरिका, इन्डोनेसिया, पाकिस्तान चाहिँ विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू भारत, चीन, अमेरिका, इन्डोनेसिया, पाकिस्तान। भारत, चीन, अमेरिका, इन्डोनेसिया, पाकिस्तान गरेर भारत, चीन, अमेरिका, इन्डोनेसिया, भारत, चीन, अमेरिका, इन्डोनेसिया, भारत, चीन, अमेरिका, इन्डोनेसिया, पाकिस्तान चाहिँ विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू भने विश्वको सबैभन्दा थोरै जनसङ्ख्या भएको राष्ट्र, थोरै जनसङ्ख्या भएको राष्ट्र, विश्वको सबभन्दा थोरै जनसङ्ख्या भएको राष्ट्र, विश्वको सबभन्दा थोरै जनसङ्ख्या भएको राष्ट्र कुन हो? विश्वको सबभन्दा थोरै जनसङ्ख्या भएको राष्ट्र भ्याटिकन सिटी हो। भ्याटिकन सिटी विश्वको सबभन्दा थोरै जनसङ्ख्या भएको राष्ट्र भ्याटिकन सिटी हो। विश्वको सबभन्दा थोरै जनसङ्ख्या, विश्वको सबभन्दा थोरै जनसङ्ख्या भएको राष्ट्र कुन हो त? भ्याटिकन सिटी हो। थोरै जनसङ्ख्या भएको राष्ट्र भ्याटिकन सिटी रहेको छ। अब हेर जनसङ्ख्या धेरै भएका सहर, जनसङ्ख्या धेरै भएका सहरहरूको कुरा गरौँ। जनसङ्ख्या धेरै भएका सहरहरू के रहेका छन् त? जापानको टोकियो, भनेर सुनेको जापानको टोकियो सहर, एकदम सबभन्दा धेरै जनसङ्ख्या भएको चाहिँ जापानको टोकियो सहर चाहिँ सबभन्दा धेरै जनसङ्ख्या भएको सहर हो। यसलाई सबभन्दा धेरै खर्चिलो सहर पनि भनिन्छ, जापानको टोकियो। र त्यसपछि अर्को धेरै जनसङ्ख्या भएको सहर कुन हो त? भारतको दिल्ली चाहिँ के रहेछ भने जापानको टोकियो सबभन्दा धेरै जनसङ्ख्या भएको पहिलो सहर। दोस्रो सहर चाहिँ तपाईँको भारतको दिल्ली। तेस्रो सहर चाहिँ तपाईँको कहाँको रहेको छ भने सङ्घाई रहेको छ, तपाईँको सङ्घाई र तपाईँको अर्को के रहेको छ त? सङ्घाई, जापानको टोकियो, भारतको दिल्ली, सङ्घाई रहेको छ र तपाईँको चाहिँ मेस्की सहर यति नै जनसङ्ख्या धेरै भएका सहरहरू, जनसङ्ख्या धेरै भएका जापानको टोकियो, भारतको दिल्ली, सङ्घाई, मेस्की सहर रहेका छन्। यी चाहिँ जनसङ्ख्या धेरै भएका सहरहरू। सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर कुन हो? जापानको टोकियो। त्यो दोस्रो कुन हो? भारतको दिल्ली। तेस्रो कुन हो? सङ्घाई। चौथो कुन हो? मेस्कीको सहर रहेर चाहिँ यी चारवटा चाहिँ के रहेछ त? जापानको टोकियो, भारतको दिल्ली, सङ्घाई, मेस्कीको सहर गरेर चाहिँ कतिवटा? चारवटा चाहिँ विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका सहरहरू। टोकियो, दिल्ली, सङ्घाई र मेस्की सहर गरेर चाहिँ तपाईँको चाहिँ कतिवटा सहर त?
तपाईको 4 वटा सहर चाहिँ विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएका सहर हुन्। यी चाहिँ विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका सहरहरू भए। सबैभन्दा धेरै जनसङ्ख्या भएका सहर यी भए। विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका सहर यतिवटा भयो। अब यहाँ हेर विश्वका धेरै जनसङ्ख्या भएका सहरहरू यी भए। अब त्यसपछि कुरा गरौँ। अब चाहिँ तिमीलाई म बताउन गइरहेको छु महादेशहरूका होचो भूभागको बारेमा तपाईँलाई म जानकारी गराउँछु आज। महादेशहरूको होचो भूभाग महादेशहरूको होचो भूभाग। अब म महादेशहरूको होचो भूभागको बारेमा तपाईँलाई जानकारी गराउन गइरहेको छु। महादेशहरूको होचो भूभागको बारेमा म जानकारी गराउन गइरहेको छु। अब महादेशहरूका होचो भूभागहरू यस प्रकार रहेका महादेशहरूका होचो भूभागहरू रहेका छन्। महादेशहरूका होचो भूभागहरू। अब एसिया महादेशको होचो भूभागको कुरा गर्ने भनेपछि एसिया महादेशको होचो भूभाग चाहिँ तपाईँको एसिया महादेशको होचो भूभाग रहेको छ। तपाईँको एसिया महादेश के रहेको छ? एसिया महादेशको कुरा गरौँ। एसिया महादेश। त्यसपछि दुई माथि गएर अफ्रिका एसिया अफ्रिका उत्तर अमेरिका एसिया अफ्रिका उत्तर अमेरिका दक्षिण अमेरिका एसिया अफ्रिका उत्तर अमेरिका दक्षिण अमेरिका। त्यसपछि चाहिँ तपाईँको अन्टार्कटिका र त्यसपछि चाहिँ तपाईँको के रहेको छ त अन्टार्कटिका युरोप र अस्ट्रेलिया रहेका छन्। अस्ट्रेलिया ल एसियाको होचो भूभाग, अफ्रिकाको होचो भूभाग, उत्तर अमेरिकाको होचो भूभाग, दक्षिण अमेरिकाको होचो भूभाग, अन्टार्कटिकाको होचो भूभाग, युरोपको होचो भूभाग र अस्ट्रेलियाको होचो भूभागको बारेमा म तपाईँलाई जानकारी गराउन गइरहेको छु। एसियाको होचो भूभागको कुरा गर्ने भनेपछि एसियाको होचो भूभाग चाहिँ कुन रहेको छ त? विश्वकै सबभन्दा होचो भूभाग चाहिँ मृत सागर इजरायल के रहेको छ त? मृत सागर इजरायल कति त 418 मिटर रहेको छ। 418 मिटर मृत सागर इजरायल 418 मिटर रहेको छ। अफ्रिकाको होचो भूभागलाई के भनिन्छ? असाल ताल भनिन्छ। र उत्तर अमेरिकाकोलाई चाहिँ के भनिन्छ? क्यालिफोर्नियाको डेथ भ्याली रहेको छ। यहाँ उत्तर अमेरिकाको चाहिँ क्यालिफोर्नियाको डेथ भ्याली। अनि दक्षिण अमेरिकाको कुरा गर्ने भनेपछि दक्षिण अमेरिकाको चाहिँ लागुना डेल कार्बोनो दक्षिण अमेरिकाको चाहिँ लागुना डेल कार्बोनो। हो हामी त लाग्यौँ है दक्षिण अमेरिकाको होचो भूभागतर्फ। हम त लाग्यौँ है दक्षिण अमेरिकाको होचो भूभागतर्फ लागुना डेल कार्बोनो। उत्तर अमेरिकाको चाहिँ क्यालिफोर्नियाको डेथ भ्याली, अफ्रिकाको चाहिँ असाल ताल, एसियाको चाहिँ मृत सागर 418 मिटर, दक्षिण अमेरिकाको चाहिँ के रहेछ? लागुना डेल कार्बोनो। अन्टार्कटिकाको द बेन्टले सब रहेको छ। र तपाईँको अन्टार्कटिकाको द बेन्टले सब रहेको छ। र युरोप द बेन्टले सब, अन्टार्कटिकाको द बेन्टले सब। युरोपको चाहिँ के रहेछ? क्यास्पियन सागर रहेको छ। र यहाँ अन्टार्कटिकाको द बेन्टले सब, युरोपको चाहिँ क्यास्पियन सागर र अस्ट्रेलियाको चाहिँ अन्टार्कटिकाको द बेन्टले सब, अनि युरोपको चाहिँ क्यास्पियन सागर र अस्ट्रेलियाको होचो भूभागलाई चाहिँ के भनिन्छ भन्दाखेरि
आइरा ताल रहेको छ के रहेको छ आइरा ताल रहेको छ बुझ्यौ कि नि एसिया